सुन्तला हेलो एभ्रिवान, गुड मर्निङ, वेलकम ब्याक अगेन। आज चाहिँ म गाउँ आएको सेकेन्ड डे हो। बिहानको कामधन्दा सबै सक्यो अनि त्यसपछि नुहाएँ पनि अनि नुहाएर चाहिँ रेडी हुँदैछु किनकि फेरि आज पाल्पा फर्किने हो नि त। हामी चाहिँ के को लागि आएको भन्दा उता मेरो माइतको घरमा मेरो बाबा मम्मीको चाहिँ कुल पूजा छ, सो हामी त्यसैको लागि आएको। अब चाहिँ हामी रेडी हुँदैछौँ। लेट्स सी के हुन्छ। मैले चाहिँ सकेसम्म उतातिर पूजाहरू यताउता गरेको पनि भिडियोहरू बनाउने भनेर प्लान गर्दैछु। लेट्स सी के हुन्छ। म चाहिँ रेडी भइसकेँ। म चाहिँ आज कुर्ता लाएर जान्छु होला। तपाईँ चिसो छ कि गाउँतिर त जाडो हुन्छ नि त, तपाईँ चिसो। हेलो साथीहरू, म चाहिँ अब जानको लागि रेडी भइसकेको। ब्याग पनि रेडी भयो। उहाँ चाहिँ माथि आफ्नो साथीको घरमा भेट्न जानुभएको छ साथीहरूलाई, अनि आउनुहुन्छ अनि त्यसपछि जाने। अभी चप्पल त निक्ल्यो। चप्पल हेर्नु उताबाट ल गयौँ हामी। ल आमा गयौँ है। ए हजुरआमा। ल साथीहरू हामी गएको है। साइदाको बेलामा ढोका घाँस आएको बेलामा साइद आउँछ भनेर घाँसलाई रोकेर यस्तो चप्पल हिँड्नु पर्यो लास्टमा। त सर रेडी हो। ल अब जान थालेको हामी साथीहरू त्यतिर। हेलो साथीहरू, हामी चाहिँ घरमा आइपुग्यौँ। अब पूजामा चाहिँ उता कुल पूजा चाहिँ अलि उता घर परतिर हो नि त। अनि
म चाहिँ त्यहाँ जानु मिल्दैन। यहाँ चाहिँ हाम्रो कस्तो चलन छ भन्दा छोरी मान्छेहरू चाहिँ बिहे भइसकेपछि माइतमा भएको कुल पूजाको उता मन्दिरमा पनि जानु मिल्दैन। अनि त्यहाँ मन्दिरमा पूजा गरेको केही पनि खानु मिल्दैन क्या। अनि सो त्यही हो। अनि यता घरमा पूजा गरेको, घरको भित्र थाम पूजा गरेको भन्छ नि, त्यो मात्रै हो खाने। त्यो खाने चाहिँ निनी र म, मेरो कान्छी निनी र म छौँ दुईजनाले खाने हो। यतातिर चाहिँ 2वटा फाले छ अरे घरभित्र थाम पूजा गर्ने, त्यही खान्छ मलाई हामीले चाहिँ। अनि उतातिर चाहिँ मेरो बुढाले लिन आउँदैछ मेरो भदै। अनि उसँग उसले लिएर जान्छ त्यहाँ अहिले त्यहाँ पूजा गरेको ठाउँमा। यहाँ चाहिँ सबैजनाहरू पूजा सकेर पकाउँदै हुनुहुन्छ अहिले त्यहाँ चाहिँ। हामी जाँदाखेरि भर्खर पूजा सकिन लागेको रहेछ। अनि मेरो बुढा उता जानुभयो मेरो भदैसँग। अनि दर्शन गरेर अनि म चाहिँ मेरो भदैलाई भिडियो बनाउन लगाएको थिएँ कि। अनि उसलाई भिडियो बनाएर लिएर आऊ। अनि म मेमोरी हुन्छ नि त पछि कति मेरो कुल पूजा चाहिँ कति वर्ष मैले जानेदेखि 2चोटि भयो होला कि। अहिले चाहिँ 3rd टाइम हो मेरो। तर मैले एटेन्ड गरेको चाहिँ 1चोटि मात्रै पूजा, बिहे नहुँदै 1चोटि, अनि बिहेपछि 1चोटि अहिले फर्स्ट टाइम हो। त्यही हो, मेमोरी हुन्छ भनेर चाहिँ हो म खास पूजामा आएको। त्यस्तो खाना त जति पनि पाइहाल्छ नि त होइन। त्यही भिडियोहरू बनाएर पछि हेर्दाखेरि पनि कस्तो रमाइलो लाग्छ नि त होइन। त्यसैको लागि पनि बाबुलाई मैले भिडियो बनाउन लगाएको थिएँ। सो पूजा सकेर सबैजना मासु काट्दै हुनुहुँदो रहेछ, पकाउनलाई रेडी गर्दै हुनुहुँदो रहेछ। अनि हाम्रो चाहिँ पूजामा भेडा र कुखुरा हो नि त पूजा गर्ने सारो परिवारको। सो त्यही हो, बहिनीहरू पनि पकाउनलाई रेडी गर्दैछन्। अनि त्यही जानु पाएको भए त कति मजाले नजिकदेखि भिडियो बनाउन नि पाउँथेँ होला आफै। कस्तो रमाइलो हुन्थ्यो होला नि त होइन। के गर्नु, तर बिहे भएपछि त पाउँदैन हाम्रो। त्यही हो, बिहे नहुँदासम्म मात्रै हो उहीँ पूजाको मन्दिरमा जाने, खान पाउने। त्यसपछि त घरमै हो साथीहरू। घरमा जुन त थाम पूजा गरेको हुन्छ त्यही नै हो खाने। उता जान नि पाउँदैन, खान नि पाउँदैन। अनि फेरि हाम्रो फेरि कस्तो चलन छ भने खाएको खायो, नखाएको त्यो नसकाएको फेरि सबै त्यो घाम नडुब्दै हुन्छ नि, सनसेट नहुँदै त्यो खाल्टोमा सबै पुर्ने हो कि। अनि पुरेर सकेर आउने हो। अनि घरमा भएको चाहिँ हामी जति पनि छ बिहे भएको चेलीबेटीहरू उनीहरूले खान्छन्। अनि नसकेकोहरू फेरि सबै दाजुभाइहरू अरूले नै खानु मिल्छ। त्यही हो। अनि अर्को कुरा साथीहरू, हाम्रो कुल पूजामा चाहिँ जाँड रक्सी के पनि नचल्दो रहेछ क्या। भोलितिर कुल पूजा छ भने आज नै जाँड रक्सीहरू घरमा भएको सबै बाहिर निकालेर राख्नुपर्ने रहेछ। अनि खाएको बुङ्गुरको मासु अनि यो जाँड रक्सीहरू केही पनि यो खाएको मान्छेहरू चाहिँ प्रसाद खान मन्दिर जान चाहिँ नमिल्दो रहेछ। अनि त्यस्तो चलन रहेछ, मलाई पनि थाहा थिएन नि त। अनि नाचगान गर्न केही पनि नपाउँदो रहेछ साथीहरू। गाउँघरमा त साँझमा यस्तो प्रोग्रामहरू हुँदाखेरि त नाच्ने गीताउने हुन्छ नि त, यस्तो कार्यक्रमहरू त्यस्तो केही पनि गर्न नपाउने रहेछ। कस्तो डेन्जर रहेछ कि सारूहरूको कुल पूजा त साथीहरू। सो त्यही हो, र सबैजनासँग भेट भयो नि त। पाहुनाहरू आउनुभएको थियो घरमा, सबैजनासँग भेट भयो, रमाइलो भयो। अब नेक्स्ट टाइम कहिले हुने हो कुल पूजा, अनि त्यसपछि फेरि आउन पाउँछ कि पाउँदैन। त्यही भएर अहिले आएर भए पनि खुसी लाग्यो। त्यही हो साथीहरू।
ल ल हुन्छ मामा नमस्ते नमस्ते आमा ल ल ल नानी बाई बाई खोले बजेले ए ए ल ल ल अब बाटो खोलिरहेको छ नामले दस्याङ्ग्रा हालिङ ल हुन्छ ल जाने बेला भयो हामी पनि अब जान्छौँ बाबा नमस्ते कति राम्रो फुल रहेछ यो गाउँभरि हो कि नमस्ते सुन्तला किन्यो मिठो रहेछ 3 किलो आधा किलो फुल लैजानु सुन्न गोल घर यो मान्छे पापाको गोल घर हो यो चाहिँ के गरे नाङ्लो
सम्झै त के है त्यो त खानेकुरा हजुर लोकलै हो कि होइन मम्मी नास्ता खाने बेला भयो हामी फर्केको ल साथीहरू राति भइसक्यो यस्तो ढाड दुख्यो झोला गरुङ्गो भयो कि झोला यस्तो छ गरुङ्गो यति धेरै सामान लिएर आएको झोलामा परियो साथीहरू जाममा यति लामो जाम छ माथि झुम्सादेखि बाइकहरू त आउने जाने गरिरहेछ कि बाइक त बसेको छैन होइन एउटा नि जाममा पर्यो यही माथिबाट छ होइन म चाहिँ त अलि सिद्ध बाबातिर अलि परतिर त हुन्थ्यो तर अलि के को जाम हो यो बाटो यहाँ बाटो बनाउँदैछ त्यही भएर राम्रो रहेछ कि पिच बाटो